हेलो नमस्कार सर। नमस्ते हजुर नमस्ते। म रिमा एभरेस्ट ब्याङ्कको कस्टमर सर्भिस डिपार्टमेन्टबाट। ए हजुर भन्नुस् त। हजुरको मोबाइलमा एउटा ओटिपी आएको होला, कृपया त्यो ओटिपी हामीसँग शेयर गर्नुहोस् न, नत्र हजुरको मोबाइल ब्याङ्किङ बन्द हुनेछ। ए हो र। 1 0 0 0 हजुर 6 डिजिटको नम्बर होला। त्यही त 100 डायल गरेर पुलिसलाई कम्प्लेन गर्दियौँ। अपराधीहरूले विभिन्न बहानामा ओटिपी माग्ने र रकम चोरी गर्ने गर्छन्। त्यसैले याद राखौं, कुनै पनि ब्याङ्क, वित्तीय संस्था तथा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो ग्राहकसँग कहिले पनि ओटिपी माग्दैनन्। आफ्नो ओटिपी कसैलाई नदिउँ। विद्युतीय भुक्तानी कारोबार सजग भई गरौँ। एभरेस्ट बैंक, दिगो, दरिलो र विश्वासिलो।